सम्पूर्णमा नमस्कार। फेरि पनि स्वागत छ तपाईँहरूलाई हाम्रो यस डिजिटल साथी युट्युब च्यानलमा। यदि तपाईँहरू हाम्रो यस डिजिटल साथी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरेर नजिकैको बेल आइकनलाई चाहिँ अन गर्नुहोला, ताकि हाम्रो दैनिक रूपमा आउने यो नयाँ नयाँ ग्राफिक्स डिजाइन सम्बन्धी भिडियोहरूको चाहिँ नोटिफिकेसन अपलोड हुनसाथ पाउनुहुनेछ। आउनुहोस् ढिलो नगरिकन आजको भिडियो सुरु गरौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूलाई इन्भिटेसन कार्ड डिजाइन भनेर चाहिँ फोल्डर देख्नुभएको होला डेस्कटपमा। हो, यसमा चाहिँ म यसलाई ओपन गर्छु। यसलाई ओपन गरेर चाहिँ यहाँ आज हामीले जुन इन्भिटेसन कार्ड भनेको छ, यो चाहिँ अब सरस्वती पूजाको लागि चाहिँ प्यारेन्ट्सहरूलाई चाहिँ निमन्त्रणा कार्ड डिजाइन गरेर चाहिँ यहाँहरूले आफ्नो स्कुलबाट पठाउन सक्नुहुनेछ। हामी इन्भिटेसन कार्ड अथवा निमन्त्रणा पत्र चाहिँ हामी डिजाइन गर्नेछौँ। आज हामी कस्तो डिजाइन गर्छौँ भनेर चाहिँ हामी फर्स्टमा प्रिभ्यू हेर्छौँ। म तपाईँहरूलाई प्रिभ्यू देखाइन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले डिजिटल साथी ग्राफिक्स स्कुल भनेको छ, मरिन गाउँपालिका कपिलाकोट सिन्धुली, हार्दिक निमन्त्रणा भनेको छ। त्यस पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ सरस्वतीको फोटो छ। आदरणीय अभिभावकज्यू नमस्कार भनेको छ। त्यस पछाडि यही मिति 2082 माघ 9 गते शुक्रबार श्री पञ्चमी अथवा सरस्वती पूजाको अवसरमा हाम्रो यस स्कुलले प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूका लागि निःशुल्क भर्ना खुलाएको छ र यस श्री पञ्चमीको अवसरमा सुसम्पन्न हुने सरस्वती पूजा अक्षरारम्भ एवं नाम दर्ता कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौँ भनेर लेखेको छ। आयोजक डिजिटल साथी ग्राफिक स्कुल, मरिन गाउँपालिका कपिलाकोट सिन्धुली नेपाल भनेको छ। तल चाहिँ कार्यक्रम भनेर देखाएको छ। मिति 2082 माघ 9 गते शुक्रबार, स्थान डिजिटल साथी ग्राफिक स्कुल प्राङ्गण भनेको छ, मरिन गाउँपालिका कपिलाकोट सिन्धुली र सम्पर्क नम्बर भनेर। यसरी नै तपाईँहरूले पनि आफ्नो स्कुलको चाहिँ निमन्त्रणा कार्ड चाहिँ डिजाइन गर्न सक्नुहुन्छ। आउनुहोस् अब हामी डिजाइनतर्फ लागौँ। यसलाई म क्लोज गरिदिन्छु। अब फोटोसप ओपन गर्छु। म देख्न सक्नुहुन्छ फोटोसप ओपन गरिसकेको छु। अब क्रिएट न्यूमा क्लिक गर्छु र यहाँ म चाहिँ नेम दिन्छु। यसको चाहिँ इन्भिटेसन कार्ड भनेर राख्छु। त्यस पछाडि म इन्चमा राख्छु र चाहिँ म 5-7 को चाहिँ कार्ड डिजाइन गर्छु। क्रिएट गरी देख्न सक्नुहुन्छ फाइल क्रिएट भइसकेको छ। अब यसलाई चाहिँ म फिट अन स्क्रिन गर्छु। अब हामी यो जुन इन्भिटेसन कार्ड डिजाइन भनेर राखेको फोल्डरमा चाहिँ राखेको एसेट्सहरू चाहिँ हामी ड्र्याग गरेर चाहिँ उता डिजाइनमा लानेछौँ। फर्स्टमा म ब्याकग्राउन्ड लान्छु। ब्याकग्राउन्ड पिएनजी भनेर राखेको छ यहाँ। यसलाई लगेर चाहिँ यहाँ यसरी छोडिदिन्छु र यसलाई म लक गर्छु। यो चाहिँ अगाडिको ब्याकग्राउन्डलाई चाहिँ म डिलिट गरिदिन्छु। अब हामी लान्छौँ ब्याक हार्डलाइट इफेक्ट भनेको छ, यसलाई नि लान्छौँ। यो चाहिँ यस्तो छ। अब यसलाई चाहिँ म यहाँ यसको हार्डलाइट भनेर यसलाई हार्डलाइटमा चेन्ज गर्छु। अब म यो ब्याक कपिराइट स्कुल लोगो भनेको छ, यसलाई लान्छु। देख्न सक्नुहुन्छ तपाईँहरूले ब्याकग्राउन्डमा चाहिँ स्कुलको लोगो देखिसक्नु भएको छ। अब म टप ब्याक इफेक्ट टप भनेको छ, यसलाई लान्छु। म यसलाई चाहिँ लगाएर यसरी के गर्छु। अब यो प्रोग्राम डिटेल रेक्टेङ्गल भनेको छ, यसलाई लान्छु। म यसलाई नै के गर्छु। अब म यसमा बोर्डर लाउँछु। बोर्डर इफेक्ट चाहिँ यसरी ड्र्याग गरेर लिएर गएर चाहिँ बोर्डर इफेक्ट लगाउँछु। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अब ब्याकग्राउन्ड चाहिँ लगभग रेडी भइसकेको छ। यसलाई नि लगाएर चाहिँ देख्न सक्नुहुन्छ हामीले ब्याकग्राउन्ड चाहिँ डिजाइन गरिसकेका छौँ। अब हामी यहाँ टेक्स्टहरू राख्छौँ। अब माथि स्कुलको नाम ल्याउँछु। म
स्कुलको नेम ड्रप भनेर राखेको छ। तपाईँहरूले नि आफ्नो स्कुलको नाम चाहिँ एडिट गरेर राख्न सक्नुहुन्छ। अब यसमा म बेल डिजाइन भनेको छ, यसलाई म ल्याउँछु। यहाँनिर चाहिँ यसरी स्कुलको नामभन्दा अगाडि अब म हार्दिक निमन्त्रणा भनेर लेखेको चाहिँ डिजाइन ल्याउँछु यहाँ, हार्दिक निमन्त्रणा भनेर। अब म तल प्रोग्राम डिटेल ल्याउँछु। अब प्रोग्राम भनेर यहाँ कार्यक्रमको नाम लेखेको। अब हामी कार्यक्रमको डिटेलहरू राख्छौँ तल, देख्न सक्नुहुन्छ। अब म कलर्स राख्छु, दियो कलर्स चाहिँ यसरी यहाँ राखिसकेको छ। अब म आयोजक भनेर टेक्स्ट ल्याउँछु। अब म सरस्वती माताको चाहिँ फोटो लान्छु। म फर्स्टमा पहिला चाहिँ म यसलाई राख्नको लागि एउटा डिजाइन राख्छु। अब म सरस्वतीको फोटो लान्छु, सरस्वती माताको यसरी लगाएर चाहिँ यहाँ राखिदिइसकेपछि हेर्न सक्नुहुन्छ। अब म बेलुन छ, बेलुनको डिजाइन लान्छु। अब चाहिँ म एउटा 2 ह्यान्ड दियो भनेर छ कतै, त्यसलाई लान्छु। यसलाई लगाएर चाहिँ छोडिदिन्छु यहाँनिर। अब म नमस्कार टेक्स्ट लान्छु। अब हामी यहाँ डिस्क्रिप्सन ल्याउँछौँ। डिस्क्रिप्सन टेक्स्ट लान्छौँ। डिस्क्रिप्सन टेक्स्टलाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ लगभग डिजाइन कम्प्लिट भइसकेको छ। अब म यसलाई सेभ गरिदिन्छु। इन्भिटेसन कार्ड भनेर यसलाई सेभ गर्छु म, ओके गरेर। अब म एक्सपोर्ट पनि गर्छु यसलाई PNG फाइलमा। र म यसलाई चाहिँ क्लोज गर्छु, फोटोसपलाई क्लोज गर्छु। अब हाम्रो यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो डिजाइन चाहिँ रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई जुम गरेर देखाउँछु। डिजाइन चाहिँ कम्प्लिट भइसकेको छ। यसरी तपाईँहरूले पनि आफ्नो स्कुलको हार्दिक निमन्त्रणा कार्ड चाहिँ सजिलैसँग भिडियो हेरेर स्टेप बाई स्टेप डिजाइन गर्न सक्नुहुन्छ। र भिडियो डिजाइनको लागि आवश्यक पर्ने एसेट्सहरू चाहिँ म भिडियोको डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु, त्यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईँहरूले त्यहाँ चाहिँ गुगल ड्राइभको लिङ्क पाउनुहुनेछ। र तपाईँहरूले रिक्वेस्ट पठाउनु भइसकेपछि मलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। मेसेज गरिसकेपछि म तपाईँहरूलाई मेसेजमा चाहिँ फाइलहरू पनि सेन्ड गरिदिन सक्छु। यसरी चाहिँ हामीले निमन्त्रणा कार्ड चाहिँ डिजाइन गर्न सक्छौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा विशेष धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो, भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। भिडियो राम्रो लागेमा राम्रो लेख्नु होला, नराम्रो लागेमा नराम्रो लेख्नु होला। र सुधार गर्नुपर्ने केही छ भने यहाँहरूले मलाई सजेस्ट गर्न सक्नुहुनेछ भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेको लागि बिदा हुन्छु। नमस्कार।